Hello, welcome to our vlog. ल ल हामी चाहिँ कुर्दै बसिरहेको एन्टीलाइट आयो यतापट्टि राम्रो आउँछ। हामी चाहिँ कुर्दै बसेको तल झरिसक्यो। ल यहाँ तयारी हुँदैछ। पुको हाई हाई पुको हामी हिँड्यौँ जिरोबाट। खासमा उसले त्यही खोजिरहेको हुन्छ, हामीले त मात्रै यता पछाडि हेर क्यामेरा हामतिर रहन्छ भयो म छोड्छु। ल हामी चाहिँ कुन ठाउँ अन्नपूर्ण स्टोरी मिठो बनाऊ है केवल मार्केट हान्नु नगरी हामी चाहिँ यहाँ आयौँ। ल मेरो बुकको प्लिज प्लिज छिटो 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 ल म मलाई हेर्दै छिटो हेर वा यता हेर न अनि यताबाट यताबाट काटेको आएको छ कि। ल हामी चाहिँ अब यहाँ छौँ। के ठाउँ भन्छ अरे बुवा? सेदीको केबल कार चढ्ने ठाउँमा छ। अहिले अब काम ब्लग हुन्छ क्या। आफूले उनीहरूले अपलोड गर्छ कि हामीले स्वीकृति दियो भने कहाँ जान लाग्यो तिमी? ल अस्ति नै यही त नि लाङ्गाली होमस्टे भनेको हाम्रो के अरे अस्ति पिकनिक आयो भन्थ्यो नि कहिले हो लाङ्गाली हो यही भन्थ्यो। यो नि बार्सेमा खान बस्नु अहिले त अलिअलि खेती लाउनु थाल्यो जनावर सबै छोडेर हेर्नु बारीहरू कोतो मेरो सबै अस्ति राम्रो रहेछ। कति बन्जर हो यहाँ माथि नै बाटोबाट त त्यत्रो जानुपर्छ माथि पुको आइदेख्यो तिमीले? अनि त्यो बाटोबाट त बजार सिद्धिएपछि अनि यतापट्टि प्रचण्डको होटल हो भन्दै भन्थ्यो। त्यसको यो केबल कार स्टेसनको माथिको यत्रो हिँडेर के फरक पर्यो दिन न ल भिडियो मजाले हाम्रो अन्नपूर्ण केबल कारबाट यहाँ सिधा यो गाडीमा चढ्दै हुनुहुन्छ। उहाँको फेस क्लियर लिउँ, यहाँको पनि लिउँ। गाडी नम्बर यस्तो छ ल सट्ट लाएर थ्याङ्क यू दाइ। बाई थ्याङ्क यू दाइ। ल
हामी चाहिँ यस्तो यहाँ सामान कुर्दै ब्रेक हानेको मोबाइलै खस्यो ओए त्यस्तो नभन के हो र कति घुइकायो त नि arrived here खै कहाँ बोर्ड ए यहाँ रहेछ कस्तो भयो यात्रा जीपको रिसेप्सनमा गइदिउँ न त मैले देखाउनु पर्यो ठाउँले तिमीहरूलाई नुनु गरेछ पुकु म अब अगाडि पनि यताबाट तिमीले यो फुल लाने भन्दै नि मोटे यति मैले अघि हजुरलाई फोन गरेको थिएँ नि त्यसमा सोफा सब सुताइदिनु तल हेरेछु उता चियासँग बस्ने कि त्यता नि होइन उता चियासँग बस्ने कि ओहो यस्तो ठुलो एरिया होइन त्यसो चिप्लो छ कि मोबाइल तल हेरेछु कि मोबाइल हातमा हो यस्तो यस्तो बोटमा बनाइरहेको छ नि वाउ के हो यस्तो बिहान मात्रै पाउने हो अहिले पाउनु ए भोलि बिहान पाइने हो त्यो त भोलि त हामीलाई उनी छ नि ब्रेकफास्ट होइन दुईटा मल मात्रै भनेको साबेको पिनेटहरू खै तिनवटा भनौँ न एकजनालाई दुध एक प्लेट तिन प्लेट गर्नु 3 प्लेट मसँग नम्बर छ तपाईँ आउनु जानु परेन होइन जम्बो कोक 3टा मोमो अनि चिया कतिवटा चियाको बाबु खाने छ बाबु बढी जग्गा अनि कफी भनेको आउँदैछ यति हो अच्छा अच्छा मलाई त यस्तो पो ट्युनिङ मिलिरहेको छैन फ्रिक्वेन्सी मिलिरहेको बाबालाई साई भन्छ पुकु उठिन् हाम्रो पुकु उठिन् मुई देखेँ नि त ल हामी चाहिँ ठियाएर खाजा खाँदैछौँ अब भ्यू खुल्दैछ है अब बिस्तारै यहाँबाट राम्रो भ्यू देख्छ ल यहाँ चाहिँ हामी स्पाइडरम्यानको नाना लाउने भनेर घाँटे बेज्जती बनाइदिन्थ्यो नभए त स्कुटी नसानो यसो कम्तीमा 1 महिनासम्म होला बिहान शुद्ध ममा आयो
एउटा चटपट खाम भनेर लुम्ने बसेर चटपट खाएँ अम्बोटमा गएर माछा र भात खाने ठाउँ छ एउटा भनेको थियो त्यो केटाहरूले एकचोटि खाएको थिएँ मैले पनि अनि जस्तो टेन्ट हाउस त्यहाँ माथि उठेछ नि त्यहाँ टेन्टमा सुत्छु भने नि त्यहाँ टेन्ट लगाइदिन्छ अरे कि भन्दाखेरि भन्ने कुरा भन्नु हुँदैन कि अब यता मलाई अस्ति यतै गएको नि त मेलतिर कहाँ जान लाग्यो पुकु यता हेर त यता हेर खै कोक लिने स्टाइल हेर न हजुर यता हेर न बेबी पुकु यता हेर न हेलो Woi. Wow. यताबाट हिँड पुग्यो यहाँ खिच्ने तिम्रो र बाबाको आऊ न यहाँ तिम्रो र बाबाको यहाँ हुन्छ फोटो खिची चिसो छ भाइ यहाँ सबै पुगु चिसो हो नि पुगु चिसो भयो ए पुरै भिज्यो के हेर्न अहिले फेरौँला है पुगु माथि गएर अर्को नाना लाउने है आउनु बाबाले तिम्रो फोटो खिच्ने आउनु ए कोकसँग त न पुगु यता चेस गरेको फोटो खिच्ने आऊ चेस ल तिमी यहाँ चिसो त्यो त्यसमा त पहिला यहाँ बस्छौ तिमी ल यहाँ बस्छ जम्पोलिन पुगु इ जम्प चेस गरेको फोटो खिच्ने के पुगु एन्ड बाबा ल कमन यसरी चेस गरेको फोटो खिच्ने अनि तिमी र म खेल्ने गरिदिन्छु कि म यस्तो गरिदिन्छु ल पहिला एउटा फोटो ल सँग त मान्छेले के एकछिन छोड्छौ न अहिले गरौँ कोक समातेको फोटो नखिच्ने जुस फाल्दिउँ तिम्रो फोटो चेस गर्ने ल तिमीलाई जुस चाहियो ल पुगलाई जुस देऊ तल जाने इ हामी त चियर्स इ पुगु इ यस्तो गर्ने भन्दा नमानेको होइन पुगु ए चियर्स यहाँ भ्यू कस्तो आउँछ नि यता यतापट्टिको राम्रो हुन्छ आहा चेकिन्छ नि त भ्यू अलि उता गयो भने देखिन्छ अलि छ ओ चिप्लिन्छ नि यो त कति डेन्जर गरेको हो पानी छ त नि खेल्नु केही हुन्न नाला अहिले खोला खोला गर्ने Puku and Mama are looking towards monkey. Puku loves monkey. I know Puku. My beta loves monkey, and he's looking towards monkey. They love a lot. My toes. Mama, wow, baby, wow, Jizu, wow, Jizu, wow. Sanu, wow, Sanu, wow. Sabai रहेछ. Monkeys. And he loved that a lot. My prince. Hi, how. Puku. Hello. Yeah, I'm going to see the thing. Oh my god. Video once again nice moment captured boy. And he loves Hawaii a lot. And oh my god. Puku. Puku. बाबाले यहाँ समात्ने ल हाय पुकु ओ कहाँ बसेको हो बाबा उता जाऊ ए बाबा उता जाने तिमी राम्रोसँग समातेर बस्छ नि फेरि ल वाउ
हात्तीमा बसेको म बेबी त्यो माथि गएर बस्थेँ म हुँ? हँ? म त्यहाँ माथि बसी पुगेँ वाउ यता हेर ल झन् कहाँ बसेको बेबी Mama and Puku in elephants. Puku, Mama and Puku having fun with elephants, right? Na? माथि जाम मजान सक्दैन Mama and Puku fighting, eh? Let's see. मम्मालाई लात्ते हान्ने छ है पुकुले है यो चाहिँ यताको रुम एरियाहरू हो वाउ, यो चाहिँ हाम्रो रुम हो हाई कति राम्रो भ्यू ल भ्लग हो के यो भिडियो के ल झमक्क भयो अब चाहिँ उहाँको चाहिँ ऊ डिनर भइसक्यो अहिले ल हजुर हजुर यहाँको भ्यू बल्ल खुलेछ त्यहीँसम्म मात्रै रहेछ त्यो होटललाई बनाउनु त्यहाँ भ्यू त राम्रो देख्ने भयो नि होइन चप्पल चाहिँ कालो रङको हो यस्तै ब्लगमा ल हामी चाहिँ अब लाग्यौँ उता यहाँको भ्याइयो ल पुरा नेचरसँग कनेक्टेड त्यो लाइटहरू बालेर कति राम्रो अहिले के बेटा अहिले बेलुका अहिले अहिले खाना होला टिफिन बक्समा त्यसको टिफिन मैले पुसेर राखेको हाम्रो यहाँ टेबल सेटअप हुँदैछ म त फाल्दै युज गर्दै गर्छु हेलो हेलो अब गुड नाइट हेर्नुको लागि खाना खाने
सानो हुन्छ, पेट बढाउनु पर्दैन। ठुलो हुन्छ यो ठुलो हुन्छ कि ओके म देखाउँछु ल ल त नि ल कहाँ गयो बाबु बहुत खाना सुन्छ मेरो खाना अन्त तिमी के खान्छौ फेरि कसरी बस्यो कमिला बडाबाजीको सन्तोला गुलियो छ कि कमिला हामी चरण खान्छौ कि दाँतै कालो छ हजुर काठै कालो छ दिदीको मगनी भइसक्यो मेरै पालो छ दिदीको मगनी भइसक्यो मेरै पालो छ सन्तोला सुन्छ लासाको पढाइ लेखाइमा वैज्ञानिक बन्छु नासाको राजाको हात्ती मैसित सन्तोला सुन्छ लासाको पढाइ लेखाइमा अब्बल छु वैज्ञानिक बन्छु नासाको खोरीपाटी चट्टा कपाल लाली हटैमा हजुर लाली हटैमा झ्याप्पै कदम रोकियो फुलको बोटे दिदीको मगनी भइसक्यो मेरै पालो छ छिमेकी हो
जाने लाएर जानेको कसम खाएर भन्छु यो जुनी भरे तिम्रो नै बन्छु जानेको कसम खाएर भन्छु यो जुनी भरे तिम्रो नै बन्छु झप्पै 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 बसौँ लाग्यो मलाई तिरै जोडेर 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 ल त्यहाँ चाहिँ मम्सको हो, यहाँ चाहिँ मम्मी बाबाको। बाई गुड नाइट। आया यो चाहिँ हाम्रो आज न्यापी लायो। हस् यत्तिकै सुत्छु। हस् ल नुन्नु गर पुकु बेड। अब माम खानु पर्यो नि त पहिला। माम खाने हो नि त पहिला त। माम खाने हो नि त पहिला। हजुर ब्लग बनाउन ब्लग के माम खाने है अब। ठुलो है हजुर
यो यस्तो उतापट्टि भएको भएर यो ठुलो रहेछ क्या ठुल्ठुलो नमुनाहरू ठिक त लाग्यो है हजुर ल म मम्मीहरूको रुम चाहिँ यहाँ तल हो ल यहाँ चाहिँ मम्मीहरूको रुम ल अहिले चाहिँ 11 बज्यो पुकुले चाहिँ ल माम भ्याउन लाइसिन् कस्तो ज्ञानी भन्छ आफैले खाएर देखाइदेऊ त बेबी ल वा पुकुले अब माम खाएर भ्याउँछिन् अनि यहाँ मम्माले गीत लगाइदिन्छु है बाबा ब्ल्याक सिप लगाइदिन्छु हस् ओके माम खाएन भने अहिलेको जस्तै बत्ती जान्छ फेरि बत्ती गएर भर्खर आएको होइन माम खाएन भने त बत्ती जान्छ है ल हाम्रो चाहिँ आजको रुम फेरि बेडमा फेरि त्यो माम लिएर बेडमा नटी एकदम ब्याड 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 पुकुले माम भ्यायो ल पुकु नाची नाची गरिदेऊ माम भ्याइयो नाची नाची गरिदेऊ फाइनल्ली 12 बजे सुते पुकु लाइटी लगाएर लाइटी Good morning, Puku. Good morning. Ah. Good morning, भन्देऊ वाउ कता हो आज त हामी गुड मर्निङ वाउ हामी तल जाने है बुवा भछिम जाने है बुवा भेट जाने वाउ हेर त वाउ कति राम्रो भ्यू हेर त वाउ वाउ buat bedi abi oh my god kalau begitu gua nih usin lo gua nih usin mana toh gua nih ल बुवाहरू गइसकेको रहेछ अब पुकुलाई हामी बुवा भटिम पुऱ्याइदिने हो है बुकु बुवा जाने बुवा नजाओस् हामी यहीँ बस्ने है हुन्छ किन किन नि बुवा जाने ल मुख धोएर राम्रो भएर जानुपर्छ त्यता हाँस मुख धोएर जाने हाँस कहाँ जान्छु बुवा भथिम जाने हो त निकै जाने हो ल कहाँ जाने हो रे हामी बुवा जाने है उता जाने हो हामी हाय कहाँ जान लाग्यो पुकु गुड मर्निङ हामी कहाँ जान लाग्यो नि बाबा बनाना बनाना बुवासँग प्लानमा जाने र
नयाँ गाउँ यता हो र यी बुवा हेलो गुड मर्निङ कुकु गुड मर्निङ आइज्यू ल हामी चाहिँ अब एडभेन्चरतिर जाने हो एडभेन्चर यहाँ त त्यो मानुङकोटको जस्तै हुँदो रहेछ कुहिरो मानुङकोटैमा नजर नलाजौँ ल हामी यहाँ एडभेन्चरतिर आएको सबै कुहिरो भयो गुरु के हेर्नु न जङ्गल पुरा जङ्गल यस्तो हिजो भएको भएर के खाएको यस्तो ढिलो हुँदो रहेछ कि नभए दिन कि त्यहाँ राखेर आफै निकालेर खायो हजुर गुड मर्निङ भयो बगर उता हेर्ने के यता फर्किने कि यता यता स्विमिङ पुलतिर ल यहाँसम्म गोरुले पक्रिहाल्छ नि तिमीले तलसम्म हो यस्तो ठिक हुँदो रहेछ स्विमिङ हेर न स्विमिङ पुल हातमा हातसम्म त छोडिदियो फेरि कस्तो भएको छ पुकु हातसम्म त हात बुझी टोक्यो अरे बोकेर हिँड्नु ल हातसम्म त हातसम्म के चाहियो कहाँ समातास ठुलो स्विमिङ पुल हेर न कस्तो छ मजा आयो शुद्ध बोलेको है मजा आयो यता हेर्ने हातसम्म त हेर्नु पोज दिएर ल खै चिच्चाको स्विङ खेल्ने हो पुको स्विङ खेल्छ प्लेन उडाउन कति गाह्रो हुँदो रहेछ हेर लास्टमा बोला होइन देख्दैन के पछाडिबाट देखिन्छ कि अगाडि छेकिजान्छ कि त्यो अगाडि छ नि यस्तो कुरा क्याब जस्तो त्यसले छेकिन्छ कि मजा आयो म पुरा तर्सेर मोबाइल छोड्दिनँ One, two. Oh! Oh my God! Oh my God! ब्रेक छ 6 चोटि
6चोटि जान्छु यो जग्गा भिडियो हात समाता प्रेक्षा यो भिडियो बन्छ क्या अब प्रेक्षा त हेर त नयाँ गाउँ रिसोर्ट पोखरा हेर स्काई डाइभिङ भन्छ यसलाई के भन्छ अब हामी चेकआउट गरेको यहाँबाट हाम्रो रुम भन्दैन हल्लियो बाई भनेको बाई बाई नयाँ गाउँमा पाइदैन पछाडि पछाडि भर्याङ कति धेरै अब थर भयो ल हामी माथि जाने अब त्यस्तोमा मिठीमा के मिठीमा के भयो यता यता रोएर जिजु र बुवा जाने उस सार्नेलाई बाई बाई गर्दै खै यसको अनुहार देखाइदिउँ त त रोएर हामी त यहाँ छोड्न जाँदैछौँ बुवा र जिजु भन्छौँ यता हेर त बुकु माई गड के गर्ने होला पुकुलाई बुवा जिजु कता गइस्यो भन्दैछ यहाँ पुकुले बुवा जिजु जाने हस् बुवा जिजु त यता गाडीमा गयो त ल बुवा जिजु जाने है देख्यौ बुवा जिजुलाई पुकु देख्यौ बुवा जिजु देख्यो कि देखेन Where are you going? बाई बाई यता राम्रो आउँछ फोटो खिच्छ त ल पुकु ल यी बुवा जिजु भन्थ्यो आयो पुकु रोएर पुकु ल बुवा जिजुसँग बसास बाई तिमीसँग पक्का छ कि छैन ल हामी चाहिँ यहाँ बस न दादा खिचिदिन्छ जम छोटे भाई
जम्बुको आऊ आऊ त्यो झन् अघि मैले त्यो ब्रेड पटेसो हालेर खान्थेँ अरे यस्तै गएर अझै पो रहेछ पर्दा हेर न पर्दा हिजो लागि आज पर्दा राखेन नि त नो यस 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 नो दिदीले अहिले तिम्रो कहाँ पुग्छ त्यो हामीले आइराख्ने भएर यो चाहिँ बनेर भ्याएको थिएन क्या ल उताको बाँकी सबै बनेको थियो भगवान चाहिँ रेडी थिएन क्या के हो त्यो के काँक्रोहरू हेर्नु त पाकेर हावा मस्त चलेको बल्ल तलको अब हिजो त पानी परेर कि उ त्यो माथिको भेन्टिलेटर पनि बन्द